साथीहरु सम्पूर्णमा नमस्कार भन्न चाहन्छु। हामी एक हप्ता पछाडी बाहिर निक्लिदैछौं र धेरै कुराहरु पोहोरको पालो यहाँ झरेको थियो भने त्यो भन्दा अगाडिको पालो यता पछाडी झरेको थियो। हामी चाहिँ अलिकति चोकचोकमै पर्छौं र हाम्रो जुन हामीबाट फ्याकिने बम हुन्छ नि त्यो चाहिँ त्यहाँ माथि छ, यहाँदेखि 5 मिनेट माथि र यहाँ बढी आउनु कारण पनि त्यही हो। र यो चाहिँ हामी बाहिर हिँड्दा फेरि रहरले हैन बाध्यताले मेरो हजुरआमा सबै बुझ्दै जाने हुनुहुन्छ र मैले छोराछोरीलाई सोध भने छोराछोरीलाई सोधेर निक्ल्यौं। अब बेलुकाको समय छ, आउनु सक्छ आउनु सक्दैन थाहा छैन, झोला चाहिँ साथमा छ ताकि हाम्रो पासपोर्ट हुनु पर्यो हामी को भनेर चिनिनको लागि। यो चाहिँ हाम्रो गाउँको मेन एरिया हो। यहाँ सबैभन्दा बढी बम आउँछ भने बातियाम रिसोनतिर पनि जान्छ। त्यसको मतलब यो होइन कि कसैले भिडियो पोस्ट गर्यो केही हाल्यो भनेर उनीहरूलाई गाली गर्ने र त्यसको बदलामा अर्को भिडियोहरू बनाएर रिपोस्ट गरिदिने होइन, त्यो एकदमै गलत हो मेरो विचारमा चाहिँ। किनभने म जहाँ छु त्यहाँ एकदमै बम आउने ठाउँ र त्यहीँबाट आइरन डम जान्छ भनेपछि त्यो दुईटैको आवाज कस्तो होला आइरन डम। र म चाहिँ मेरो हजुरसँग सँगसँगै निस्किनुपर्छ। कतिपल्ट त आकाशको मुनि पनि गर्नु परेको छ इप्साहरू लो इतर कालको। र हजुरआमाले गर्दाखेरि हामी बाध्यता भएर निस्केको छौँ, छोराछोरीलाई भनेर निस्केको छौँ। र कसैले पनि चिन्ता नगर्नु होला र कोही पनि अहिले नेपाल जाँदैन होला। मैले धेरै साथीहरूलाई सोधेँ नेपाल जाने हो भन्दा हामीहरू यस्तो बुढाबुढी मान्छेहरू बच्चा जस्तै भएर हामीसँग खेल्ने हुर्किने बानी छ, हामी छोडेर हामी आफै जान सक्दैनौँ। आए सरकारले बोलाओस्, फ्यामिलीले बोलाओस्, छोराछोरीले किन नबोलाओस् होइन, हामी कोही पनि जाने तयार छैन मेरो विचारमा। होला जान्छु भन्ने त हजार होला, डर त मलाई पनि हुन्छ। जुन म जहाँबाट आइरन डम जान्छ त्यसकै 5 मिनट ओरतिर मात्रै हाम्रो घर हो र कत्रो आवाज आउँछ होला। यहाँनिर यही उयो रुखोतापट्टि पड्किँदा फेरि हाम्रो पुरै घर हल्लिएको थियो। यहाँ पड्किनु अनि उता आइरन डमको दुईवटा जोकडा आउँदा त्यो पनि आवाजले हल्लिन्छ ताकि पोहोरको भिडियोहरू पनि छ। अहिले चाहिँ भिडियो बनाउनु निस्किन दिँदैन, अहिले निस्किनुको कारण चाहिँ हामी सपिङ गर्नु हो। मलाई एक्लै पनि जानु दिनु हुँदैन, हजुरआमा आफै जानुपर्ने हुन्छ र आएको छौँ। कसैले कसैको विरोध नगरौँ, जो जस्तो ठाउँमा छ आफ्नो भिडियो पोस्ट गर्नु होला, स्ट्याटस लेख्नु होला। असर पर्नेलाई उसलाई त्यही किसिमको असर पर्छ भने हामीलाई अर्कै किसिमले असर पर्छ। असर परोस् भन्दैमा आफ्नो इच्छा र दबाएर आफ्नो मनको कुरा लेख्नु होला। हामी फोनमा अहिले बोल्न त पाउँदैन नि त कोहीसँग पनि, किनकि टाइम पनि हुँदैन। फोन 10 जनासँग बोलेर चार्ज पनि सिध्याउने समय पनि होइन। अब त कतिमा तेलाबी हुने साथीभाइले स्ट्याटस लेख्नुहुन्छ यिनीहरू ठिकै रहेछ, लाइभ हाल्नु चाहिँ सबैजना यस्तो रहेछ भने एक किसिम मन चित्त बुझाउने ठाउँ हुन्छ। तर यहाँ चाहिँ नेगेटिभ बढी हेरेको छ कि इन्डियाको समाचार हेर्नुहोस्, नेपालको समाचार हेर्नुहोस्। ला मलाई डर लागेर म थरर काम छु। अब सत्य आइते हामी डरले भाग्ने हो भने 2008मा पनि लेबनन र हाइफाको लडाइँ हुँदाखेरि लेबननको नेपालीहरू सबै पठायो। तर म त्यतिखेर पनि जाँदिनँ नै भने, म अस्ट्रेलियामा थिएँ, मलाई छिटो टिकट काटिदेऊ, एयरपोर्ट बन्द हुन्छ भने नभन्दै सेम त्यस्तै पनि भयो। आएँ म यहाँ खुसी छु। यहीँको इजरायल सरकारले गर्दा नै हाम्रो घर परिवार चलेको छ भने दुःखको घडीमा कसैले कसैलाई गाली नगर्नु होला, त्यही भन्छु। मेरो इच्छालाई पनि कसैले बन्धक नगराउनु होला। त्यस्तो हामीले के गल्ती गरेको छौँ कि यहाँको लोकेसन जाने, अहिले ल सिधै माथि हेर्नु त्यहीँ हो आइरन डम। तर मैले त्यहाँ एरिया कुन ठाउँमा छ के हो, अब मलाई त सबै थाहा छ नि यो एरियाको ठाउँ कहाँनिर छ भनेर। मैले लोकेसन त बताएको छुइनँ नि, न त मैले न त मेरो साथीहरूले बताएको छौँ ल है मेरो ठाउँमा यस्तो हुँदैछ भन्नुमा कत्रो प्रब्लम परेको। अनि फेरि नेपालमा बुवा आमा डराउनुहुन्छ अरे होइन, डराउनुहोस् आफ्नो ठाउँमा छ, तर हामी मरिहाल्ने भएको हामी आएकाहरू। अब यहाँ बढी त्यसो भन्नेहरू 15-16 वर्ष भएकोहरू छन् होइन, ठिकै छन् भन्दै गर्नु। हामी चाहिँ अझै सुनसान छ, कोरोना जस्तै, कोरोना भन्दा पनि सुनसान छ। यो हाम्रो मेन ठाउँ हो। पहिलोचोटि बम झरेको चाहिँ यहाँ हो बेङ छ, अघि देखाइहालेँ। दोस्रोचोटि अक्टोबर 8मा झरेको 2023मा, त्यो पनि देखाइहालेँ। सानो समाचार सुनिदिनु भएकोमा धेरै धेरै धन्यवाद। अलि हजुरआमा झन्नै लड्नु भएको कारणले गर्दा बोलीहरू अलिक डर पनि छ। बम आउँछ भने त डर छैन, यस्तो खुला आकाश छ। यो चाहिँ हाम्रो सोकोलोब हो है, कहाँको सोकोलोब भन्न मिल्दैन, भन्दिनँ पनि। सोकोलोब प्रत्येक गाउँमा हुन्छ आफ्नो एरियाहरू। र बजुरा लिएर हिँड्नु, टिकटक बनायो, भिडियो बनायो, पोस्ट गर्नु नभन्नु होला। मेरो हजुरआमाले नै जबरजस्ती हिँड्छु भनेर छोराछोरीलाई गरेको केही हुन्न। हजुरआमा चाहिँ
बम आउँछ भने लुक भाग्न सकिन्छ भनेर चाहिँ यो बोकेको हुन्छ किनकि म तान्न सक्दिनँ अब हजुरआमालाई झुन्ड्याउन सकिँदैन नि त अनि यसमा समात्न सजिलो हुन्छ त्यसैले भिडियोमा फाट्ट कमेन्ट गर्नुभन्दा अगाडि दिमाग लाउनुहोस् बस पनि चल्दो रहेछ 89 हामी चाहिँ मेन चोकमा छौँ हाम्रो मेन ठाउँमा छ घरहरू त्यही भएर बमहरू एकदमै बढी आउँछ मरिएको छैन अब मरिएकै मर्नै लेखेको छ भने मेरै हजुरआमासँग मर्न पाऊँ र त्यो दिन अहिलेसम्म दिएको छैन 18 वर्ष भइसक्यो इजरायलको हस् त धेरै दिनमा घुम्नु पाउँदाको आनन्द अर्कै छ बयान एकदमै रोड खाली छ अलिकति भिडियो बनाउँदा लामो सास आयो किनकि त्यो हजुरआमा चियोचेता गर्ने खालको हुनुहुन्छ क्या अरूले आफू हिँड्ने ठाउँभन्दा यस्तै छ भिडियो राम्ररी हेरेर मात्रै कमेन्ट गर्नु होला हाम्रो एरिया यस्तो छ सुनसान छ यहाँ लुगा पसलहरू छ लुगा किन्नु आएको